A warm good evening, everyone. Today we are at Goreto sharing an amazing success story for Canada study permit. So today we have Rishabh Parazuli. Yes. Welcome to Goreto once again. Thank you, sir. Rishabh जी, हजुरलाई चाहिँ म आज के सोध्न गइरहेको छु भन्दा फेरि हजुरको क्यानाडाको स्टडी पर्मिटतिरको यात्रा कस्तो भयो? क्यान यू प्लिज शेयर दैट विथ अस? ओके, थ्याङ्क यू सर। मेरो चाहिँ अब गोरेटोसँगको एक्सपिरियन्स चाहिँ एकदमै राम्रो भयो होइन, किनभने अब क्यानाडाको प्रोसेस गर्दाखेरि हाम्रो अहिले एकदम डकुमेन्टेसनहरू बनाउँदाखेरि चाहिँ एकदमै हेसल छ होइन। अब किनभने फाइनेन्सियल डकुमेन्टहरू, प्रपर्टीहरू होइन, अब त्यो पहिलेदेखि प्लान गरेर राखिराख्नु पर्नेको कुराहरू हुन्छ। सो मेरो केसमा चाहिँ अलिकति कम्प्लिकेटेड पनि थियो होइन, मेरो प्यारेन्ट्सहरू पनि यहाँ हुनुहुन्थेन। सो त्यही कुराले गर्दाखेरि म चाहिँ मनिषा म्याम मेरो काउन्सिलर हुनुहुन्थ्यो, उहाँले चाहिँ मलाई एकदमै राम्रोसँग गाइड गरिदिनु भयो होइन, थ्रु आउट द एभ्री प्रोसेस इन डकुमेन्टेसन एन्ड अदर रिलेटेड डकुमेन्ट्स, एजुकेसनको डकुमेन्ट्सहरूदेखि लिएर सबै कसरी गर्ने भन्ने कुराहरू सबै उहाँले एकदम मजाले गाइड गरिदिनु भयो मलाई। अनि त्यसले गर्दाखेरि चाहिँ अनि हाम्रो गोरेटोमा चाहिँ डिफ्रेन्ट टिमहरू हुन्छ, जसरी हजुरले मलाई एसओपीको एउटा स्याम्पल बनाइदिएर हजुरले मलाई फरवर्ड गरिदिनु भयो, अनि हजुरले पनि एसओपीको लागि सबै हेल्प गरिदिनु भयो होइन। सो द्याट अब हाम्रो भिजाको लागि पनि हाम्रो लक्ष्मी म्यामहरू हुनुहुन्छ त्यहाँ होइन, हाम्रो छुट्टै भिजाको लागि छुट्टै प्रोसेस गर्नको लागि छुट्टै हाम्रो टिम हुनुहुन्छ। सो मलाई ओभरअल जर्नी चाहिँ मलाई बेस्ट लाग्यो, किन भन्दाखेरि म धेरै कन्सल्टेन्सीहरू पनि भिजिट गरिरहेको थिएँ, अनि मलाई चाहिँ धेरै कन्सल्टेन्सीहरूबाट चाहिँ अब त्यति मलाई फ्रुटफुल भएको थिएन कि। अनि जब म गोरेटोभित्र छिरिसकेपछि मलाई एकदम फ्रेन्डली इन्भाइरोमेन्ट लाग्यो, इच एन्ड एभ्री वान हियर आर फ्रेन्डली होइन, एकदम हेल्पफुल, हरेक कुरामा सपोर्टिभ गर्ने मलाई नेचर लाग्यो यहाँको गोरेटोको टिमको। सो ओभरअल एक्सपिरियन्स चाहिँ मेरो यही नै हो सर। As far as we know, in the recent time, Canada has become much strict in terms of documentation को कुराहरूमा होइन। सो त्यो सन्दर्भमा हजुरलाई गोरेटोको एक्सपिरियन्स के लाग्यो? हजुरले युनिक कुराहरू के अब्जर्भ गर्नुभयो गोरेटोमा? प्लिज शेयर दैट विथ अस। मलाई चाहिँ के लाग्यो सर भन्दाखेरि, म चाहिँ गोरेटो आउनुभन्दा अगाडि धेरै कन्सल्टेन्सी र अनि धेरै काउन्सिलरहरूसँग मिटअप गरेको थिएँ, अनि उहाँहरूसँग मैले बस्दाखेरि मेरो सिनेरियो, मेरो केस भन्दाखेरि चाहिँ सबै काउन्सिलरले चाहिँ डिफ्रेन्ट ओपिनियन, डिफ्रेन्ट सजेसन्स दिनुभयो क्या। अनि त्यो कुराले गर्दाखेरि म झन् कन्फ्युजनको स्टेटमा पुगेको थिएँ होइन। अनि त्यसपछि मैले पनि अब घरमा फ्यामिलीहरूसँग कुरा गर्दाखेरि म चाहिँ एकचोटि काकासँग पनि सजेसन अब हाम्रो लिँदाखेरि चाहिँ उहाँले चाहिँ मलाई गोरेटो भनेर रिफर गर्नुभयो, अनि त्यहाँबाट चाहिँ मैले गोरेटो भनेर चिनेँ, अनि त्यसपछि मैले यहाँ स्टेप इन गरेँ होइन सर। अनि त्यसपछि म जब यहाँभित्र छिरेँ, मलाई चाहिँ यहाँ अब सबैको आफ्नो एउटा डिपार्टमेन्ट रहेछ, हजुरले जसरी एसओपीमा हेल्प गरिदिनु भयो, हाम्रो लक्ष्मी म्यामले भिजा लजको गर्नुहुन्छ, अनि म चाहिँ फर्स्टमा मिट गर्दाखेरि चाहिँ म मनिषा म्यामसँग पुगेको थिएँ। सो मनिषा म्यामले चाहिँ मलाई यस्तो कन्फिडेन्स वेले मलाई मेरो केस र सिनेरियोलाई हेरेर मलाई एकदम फ्रुटफुल वेमा मलाई चाहिँ सजेसन दिनुभयो क्या, किन भन्दाखेरि मेरो प्यारेन्ट्स पनि बाहिर हुनुहुन्छ, अनि त्यसले गर्दाखेरि चाहिँ म्यामले चाहिँ मलाई उहाँको आफ्नो एक्सपिरियन्स सेयर गरेर, आफ्नो एक्सपिरियन्स युज गरेर चाहिँ मलाई चाहिँ यो कुराले चाहिँ बेस्ट हुन्छ भनेर मलाई चाहिँ डिफ्रेन्ट कलेजेसहरू पनि प्रोभाइड गर्नुभएको थियो सजेसनमा। अनि त्यहाँबाट चाहिँ मैले चाहिँ नायग्रा कलेज चाहिँ वेलल्यान्ड क्याम्पस चुज गरेँ मेरो फर्दर स्टडिजको लागि। सो अनि त्यहाँबाट चाहिँ मैले अप्लाई गर्न पुगेँ, अनि भिसा आउनु र नलाग्नु भन्ने कुरा चाहिँ डिफ्रेन्ट आफ्नै ठाउँमा थियो, तर म चाहिँ यहाँ गोरेटोमा चाहिँ एकदम रमाएँ कि, किन भन्दाखेरि जुनै पनि प्रब्लमको सल्युसन उहाँहरूले आफ्नो एक्सपिरियन्स युज गरेर होइन मलाई एकदम राम्रोसँग गाइड गरिदिनु भएको थियो कि। त्यो कुराले गर्दाखेरि चाहिँ मलाई अरू कन्सल्टेन्सीहरूको कम्पेरिजनमा चाहिँ मलाई गोरेटो चाहिँ एकदम युनिक लागेको छ सर। सो ऋषभ जी, कङ्ग्रेचुलेसन येट अन द टाइम होइन। हजुर। सो अब तपाईँको यो सुरुवात हो। हजुर सर। तपाईँ सक्सेसफुल भइसक्नु भएको छैन अहिले, तपाईँले सक्सेसको बारेमा अब सोच्ने समय आइसकेको छ। इट्स टाइम फर यु टु एक्ट। अपर्च्युनिटिजहरू आउँदैछ, अपर्च्युनिटी सँगसँगै च्यालेन्जेसहरू पनि आउँछ क्यानाडामा। हजुर सर। न्यू कन्ट्री, न्यू इन्भाइरोमेन्ट, न्यू पिपल। सो वी विश यु अल द बेस्ट फ्रम गोरेटो फ्यामिली। थ्याङ्क यू। सो कङ्ग्रेचुलेसन्स। Thank you. Have a safe flight. Yes, thank you. I would also like Goreto team. Very thank you, and special thank to Manisha ma'am.